मामा किन के भयो भान्जा? यसो साथीहरूसँग घुम्न जाउँ भनेको। जाउँ न त, साथीभाइसँग घुम्न नि मलाई सोध्न पर्छ र। जान त हुन्थ्यो नि मामा, बट वाट वाट मामा। के हो कुरा भान्जा? सिधै भन न, कति घुमाइराको? साथीहरूसँग हाइकिङ जाउँ भनेको मामा, मसँग पाइन्टहरू मात्र छ, त्यसैले के? त्यसैले ट्राउजर दिनु पर्यो मामाले मलाई। ट्राउजर लाएर हिँड्न सजिलो हुन्छ। भान्जा पनि यति सानो कुरा भन्न नि घुमाइ भन्न पर्ने। मामासँग पो धेरै ट्राउजरहरू छ त सानो कुरा भयो, मसँग छैन ठुलो कुरा हो नि। आज भर्खर हामीसँग नयाँ ट्राउजर आछ, भान्जा र म त्यही किनिदिन्छु नि, किन मेरो लाउनु पर्यो? नयाँ किन्दा महँगो पर्छ मामा, भो तपाईँको दिनु काम चलिहाल्छ नि। के को मगो? छैन मगो भान्जा, मात्र 1290। 1290 मा नि ट्राउजर पाउँछ न मामा? होइन होला, तपाईँ झुक्किनु भयो। भान्जालाई के थाहा, ब्रान्ड सबले सस्तोमा क्वालिटीको सामानहरू राख्छ। 1290 मा ट्राउजर हो भने कस्तो रहेछ हेरौँ न त मामा। तपाईँहरूले विश्वास नगरेर हुन्छ? ब्रान्ड सब सित बालेर 1290 मा यति मजाको क्वालिटीको ट्राउजर ल्याइसक्यो। तपाईँहरूले 1290 मा यति मजाको ट्राउजर कतै पाउनुहुन्छ त? पटक्कै पाउनुहुन्न। ल कलर अप्सन तपाईँले यहाँ देखाइहाल्नु भयो। ल चाँडै लिन आउनुहोस् है, ब्रान्ड सब सित बालेर नेपाल। मामा 1290 को ट्राउजर त म त गजब ह्यान्डसम पो देखेँ त। गजब देख्यो भान्जा, तिमीलाई तिम्रो साथीभाइ पनि खबर गरिदियो है, ब्रान्ड सब क्वालिटीको 1290 को ट्राउजर पाउँछ भनेर। हस् मामा, म साथीभाइ गाउँ घर छर छिमेक सबैले खबर गरिदिन्छु।